ल अहिले राउन्ड किक हान्ने भने तिमीलाई अनि अब सिस्नु पानी हाल्दिउँ भन्दै थिएँ ठिस्केको होला हाल्दिउँ होला भनेको कानबाट हाल्दिँदै हाल्नु भयो नउठेर के गर्नु दामी फुल बिहान बिहानै घामले झन् राम्रो देखिरहेछ फुलहरू घामले पुरै काला आइरहेछ कमल राईको चाहिँ दामी आइरहेछ रेशमको पनि खोल्नु न तिक्लो ए सबसेको फाइनली फोटो खिच्न गइरहेको छ के गर्नु फोटो खिच्नु भन्नु न हामी कहाँ थियौँ यार हामी चाहिँ अहिले साथीहरू नाम्चे डाँडा छेउको यहाँ होमस्टेमा आएर बसिरहेको छु मैले केटाहरूको बिहान भर्खर हुँदैछ बज्न चाहिँ 7 बजिसक्यो केटाहरूको बिहान चाहिँ भर्खर हुँदैछ हजुर दा ओ गोपी 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 हामी चाहिँ नाम्चे डाँडा हिजो बेलुका आएको राति भएर रात कति 8 बजे आइपुगेको थियौँ हामी 8:30 तिर आइसकेर आएर यहाँ राति टक्क यहाँ त्यही माछास पोलेर होइन अब केटाहरूको त्यही त हो नि अब के भन्छ यहाँनिर आएको छु म चाहिँ मलाई चाहिँ चिनिहाल्नुहुन्छ होला सायद हाम्रो यहाँ घाममा बस्नु एकजना फोटो खिच्छ नि सबैको हाम्रो कमल दाइ यता हुनुहुन्छ यो चाहिँ बिहानको कति बज्यो 7:10 को दृश्य हेर्न सक्नुहुन्छ हाम्रो यहाँ 20 पनि यही छ हाम्रो ओजेल साथी बिताउला ए सिस्नु छ है बिताउला नि खेल्यो नि त ल फुत्ता हालिदिनु समातेर सबैले माथि हकामलाई सबैले समातेर फुत्ता माथि हालिदिन्छु म नचढी जाने हिजोमा त साला कताइयो जस्तो लाग्दै थियो यार अँध्यारो नअँध्यारो यहाँ हो केटाहरू कसले भनेको यहाँसम्म बाइक आउँछ भनेर कहाँसम्म यहाँसम्म बाइक आउँछ भन्नु यहाँ होइन मैले चाहिँ उनीहरूसम्म अगाडिसम्म भनेको त्यो लामो घर छ नि त त्यही हो मात्रै हो त्यो त्यहाँदेखि त नि यत्रो छ उतो नै त्यहाँ हुन्छ उतो जस्तो खेडा पनि मजाले नहडिदिइ हाल्यो खोइ हो अरू केटाहरू हुन्छ त्यहाँ रातो हुन्छ ल हाम्रो रेशम काफ्रेजी अर्ली इन द मर्निङ मिस्टर 2020 को फोटो खिच्दैछ हाम्रो सिनालले हाम्रो अभिषेक भाइ तिग्ली देखाऊ तिम्रो देखाउ न घाममा टल्काइदिउँ न टल्काउनु हुँदैन दाइ रति शङ्कर शुक्ला बिहान बिहानै के हानेको शुक्ला यहाँ त यत्तिकै धुवा आउँदो रहेछ कमललाई मुख धुँदैछ हाम्रो अर्को चाके भाइ भाइ
के मुख धोको बिहानमा नै तातो पानी हो भाइ, तातो पानी उठ्नु चाहिँ चाहिन्छ नि त। किन त्यस्तो घाँटी छ भन्छ नि त। तातो पानीको रहस्य त्यो हो ल केटा रातभरि बुझ खाएर बिहानै उठ्ने बित्तिकै तातो पानी हान्दैछ। हाम्रो कमल दाई यता हेर्नु ल खोइ भनिदिनु ल एक दुई शब्द मिठो बोलिदिनु न बिहान बिहानै के भन्नु अभिषेक भाइ के भन्थ्यौ न त मेरो भन्थ्यौ अभिषेक भाइ राम्रो छ भनिदिनु न भाइ। शुक्ला राम्रै नेक्स्ट पोज रेशम ल बेसी तेल रानो अहिले राउन्ड किक हान्ने भने तिमीलाई अनि उए 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 ल ल ल ल फोटो खिच्न आँटेको छ भाइ यसो चस्मा लाउन कस्तो देखिन्छ कि खोइ यता हेर ल ठाकुर त के हो हाम्रो यो भ्लग कतै केही कथमकाल भाउजूले हेरिराख्नु भयो भने भाउजू कमललाई ठिक हुनुहुन्छ घाममा बिहान बिहान हामी घुमाउँदैछौँ त्यस्तो केही खुवाएको छैन कमल दाईलाई बिरामी हुने केही खुवाएको छैन हामीले यता हेर्नु कमललाई ल ल खै कमल दाईलाई तर आज बेस्ट फ्रेन्डले धोका दियो गोपीले सबैजना कतारेर मलाई गर्नु भने सुतिरहेको ठाउँमा आएर कानमा पानी हालिदिएर गिद्दी गरिदिएर तैँले चिसो पानी फेरि सबलाई चिसो पानी हान्दै जान्छु भन्दै त अभिषेक भाइलाई त जुरुक्कै बोकेर ल्याइदिएको गोपीले चाकेर ल्याङ गर्न थाल्यो म सरक उठिदिइहालेको चाकेलाई ल्याङ फिक्स ल्याङ हान्छ भनेर उठ्दिएको उठिदिइहालेको म त अब सिस्नु पानी हालिदिउँ भन्दै थिएँ निस्केको होला हालिदिएर होला भनेको कानबाट हालिदिँदै हाल्नु भयो नउठेर के गर्नु दामी फुल बिहान बिहानै घामले झन् राम्रो देखिरहेछ फुलहरू केटाहरू गल हो सबैजना गलेको अनुभव भइरहेछ यहाँ शुक्ला खोलिसकेको बोतल नि फेरि खोल्दैछ दुईचोटि उताडीको भाले पनि देखाउनु लोकल भाले अनि म चाहिँ यहाँ घोरले बोको ल ल अनि चाहिँ घोरले बोको भीमसिने बोका हुन्छ त नाकुरी हो त दामी होमस्टे उतिबाट भाँचेको रहेछ रायो सागहरू निकाल न छिनाल म पनि बस्छु ल यतिकै खिच्देऊ न सबैको के गर्न आँटेको हाँगा के हुन्छ तेजपत्ताको होइन यो के हो त त्यो बाहिरको बोक्रा हो बोक्रा के हुन्छ बोक्राको मसलामा हाल्नु भएको छैन अहिलेसम्म यस अनि के मसलामा हाल्नु भएको छैन तेजपत्ता अनि कमल पत्ता कमल पत्ता 20 पत्ता साइल पत्ता सब पत्तै पत्ता शुक्ला पत्ताले फेरि भाले खिच्दैछ हिजो राति बिमल पत्ता भइसकेको छ बिमल पत्ता ल अब फेरि हामी गलेर अब फेरि आफ्नै होमस्टेतिर फर्किँदैछौँ जाम न जाम भाइको तिक्ली चाहिँ हेर्नुपर्ने हुन्छ घाममा साइन हानेको अहिले ओ पख ल रेशम काफले फेरि रेशम काफले ल रेशम काफले झुन्डिनुहुन्छ अब हेर्नु है ल केटाहरू फोटोग्राफी अफ द इयर शुक्ला फोटोग्राफी तपाईँ आउनु हो दाइ आइएम सरी फ्रेममा आउनु फ्रेममा अझै छ ठिक छ घामले पुरै कालो आइरहेछ कमल राईको चाहिँ दामी आइरहेछ रेशमको पनि खोल्नु न तिक्लो ए सबैको फाइनली अझै भाइको तिक्लो आयो सबजना आयो नि त कस्तो दामी टल्किरहेको छ घाम त त्यही टल्किने रहेछ यार अझै बिहान बिहानै घुमेर केटाहरू फोटोसोटो खिचेर फेरि आफ्नो होमस्टेतिर फर्किँदैछौँ हामी यहाँनिर हेर्न सक्नुहुन्छ कुखुरा बाँधिरहेछ के हो यो थाहा नै छैन हामीलाई होइन ए यो रहेछ के भन्छ यसलाई केटा हो इस्कुस इस्कुसको बोट रहेछ यो ठिक छ केटाहरूलाई हान्दैछ शुक्लाले अब मेरो पनि फोटो खिचिदिन्छ रेशम रेडी अनि त्यहाँपछि मेरो पालो
सुगला चाहिँ रेडी होइन फोटो खिच्नको लागि ल कमल ल यस कमान हाँसिदिने दाइ यस यसम काफले फ्रेममा टाउको आयो अरे छायामा टाउको काट्दिनु अझै टाउको आयो हामी चाहिँ तल फर्किँदैछौँ हाम्रो होमस्टेतिर केटाहरूको फोटो खिच्ने क्रम जारी नै छ यसरी फोटो खिचिरहेछन् कमलदा पछाडि बसिरहनु भएको छ ऊ प्रवेश साथीले हाम्रो इपिएन भोकलिस्ट सरको फोटो खिच्दै हुनुहुन्छ ए इएन माई मिस्टेक स्पर्श नेपाल माथितिरको हेर्न सक्नुहुन्छ साथीहरू हजुरहरू डाँडा काँडा हामी पुरै ल तँ घरको त खतरा रिफ्लेक्सन आउँदो रहेछ त बाटो बाटो चर्फी गर्नु हुँदैन दा फोरी मानी कमल दा बाटो बाटो यसरी बस्नु हुँदैन ल साथीहरू हजुरहरू यो चुचे करेलाको बोट यहाँ हेर्न सक्नुहुन्छ यहाँ यसरी लहरिएको छ चुचे करेला पनि फल्या छ यता कता बस्नु है मैले अहिले भर्खरै देखेँ यहाँ चाहिँ चुचे करेला यसरी फल्दैछ यो चाहिँ चुचे करेलाको बोट यहाँसम्म मजाले साग उम्रिँदै रहेछ तलपट्टि यो अब पहाडे साग भइसकेपछि त खत्रै हुन्छ गाई बस्तुहरू पनि चढ्दैछन् साग यहीँ मजाले बारीभरि साग लगाउनु भएको रहेछ हाम्रो केटाहरू चाहिँ आधी उहाँ तल पुगेर पर्खिरहेछन् आधी यति हुँदैछौँ होमस्टेतिर हाम्रो छिनाल साथी चाहिँ फोनमा बोल्दैछन् कोसँग हो चाहिँ थाहा भएन केटाहरू यहाँ आएर बसेका रहेछन् सबैजना भन्दैछु त के अरे कोदोको हाम्रो गोपी कहाँ हिँडेको गोपी कहाँ हिँडेको बदल मार्नु होइन भाइ तपाईँहरू फोटो खिचेर हिँड्नु न इमान्दार कस्तो गीत गानुभएको ओ भाइ के गरेको यता लिएर आऊ ओ भाइ हामी कहाँ छौँ गाइज म्याच हाम्रो गोपीदाले यस्तो उठायो म्याच पानी हालिदिन्छु मुजी भने मुजीमा पानी खराइदिन्छु भन्दा भन्दै सुक्ला है म्याचमा पानी उठाइदिन्छु अरे होइन के अरे गोपीदाले हामीलाई गोपीदाले उठाउनु यस्तो क्या मस्तो राग गरेर निन्द्रा राग हान होइन गोपीदाले चिङ उठेको त विवेक दा अब फोटो खिच्न आएर कहाँ यहाँ विवेक दा हेर्नु न फोटो खिचिरहेको कहाँ अब खिच्छ कहाँ अब साथी मेरो त कानभित्र पानी हाल्दो चिसो पानी सोच त कहाँ हाल्दियो कानभित्र चिसो पानी हाल्दो माटो के दाइ चस्मा लाउनु न ए दाइ लगाइदिनु दाइ नलजाउनु क्या हाम्रो आफ्नै भाइहरू क्या हामी कमल दाइ आउनु त तपाईँ ए कोमल दाइ फोटो खिच्न गइरहेको छ के गर्नु फोटो खिच्ने बन के मुसाफिर यूं तो कहीं दिल ना लगाया हमने किसी से किससे सुने हैं यूं तो कहीं काफिराना सा है इश्क है या क्या है मेरो बिहानको जीवन तातो पानी उठ्ने बित्तिकै चाहियो मलाई एक बोतल थियो यत्रो खाइसक्यो अब यति बाँकी छ छिटो मिठो सकिन्छ है हामी आइपुग्यौँ यहाँ